बोलो हेलो हामी चाहिँ अहिले भर्खरै चाहिँ के देउराली अरे एक खाल भात हालेर भन न एक खाल भात हानेम होइन के देउराली पित्तम देउराली पित्तम देउरालीबाट चाहिँ हामी पित्तम देउरालीसम्म चाहिँ हामीहरू बाइकमा आयौँ है। त्यसबाट चाहिँ हामी अहिले भर्खरै पित्तम देउरालीबाट अगाडि बढिरहेछौँ। खै कसैले 6 घन्टा कसैले 4 घन्टा कसैले 10 घन्टा कसैले 10 घन्टा 12 घन्टा भन्नुभएको छ। अब थाहा छैन, हामी पनि गएको छैन। अहिले भर्खरै साथीहरू भेट्नु भएको थियो। साथीहरूले चाहिँ 4 घन्टा 5 घन्टा भन्दै हुनुहुन्छ के अरे फर्केको साथीहरूले। हेरौँ अब कति टाइम लाग्छ त्यो त थाहा भएन। अब हामी चाहिँ अब फेरि थाहा त छैन भने कहाँ जानलाई थाहा छैन भन्ने कुरा चाहिँ भन्न भुलिएछ होइन क्रिस। हामी चाहिँ अहिले लोवर क्याम्पमासम्म जाने आज चाँडै भयो भने चाहिँ हामी हाई क्याम्पसम्म जाने भनेर हिँडिरहेछौँ। अहिले अगाडि एकदम राम्रो छ। यहाँ अगाडि कृष्ण मरासिनी हिँड्नु भएको छ। निकनेम लुते यता आएर भाइ